बनेपाको हिमालमा मात्रै होइन, तपाईहरुले बुद्ध चित्त खेतीको बिरुवा तराई बाहेक, गर्मी ठाउँ बाहेक मध्य पहाडी जिल्लाहरूमा राम्रोसँग लाउन सक्नुहुन्छ। त्यसो भए ढिलो किन? 2 मुखेदेखि लिएर 3 मुखे भन्दा माथिका बिरुवाहरू, यतिका मोटा घाम खाका राम्रा दरा बिरुवाहरू। बुद्ध चित्तको बिरुवा सोध्नु सबैले हुन्छ, जिज्ञासा सबैको हुन्छ, रहर सबैको हुन्छ। तर तराई जिल्लाको लागि, गर्मी जिल्लाको लागि हामी यो रिकमेन्ड गर्दैनौँ। पहाडी भूभागको लागि र हल्का चिसो मौसम भएको लागि अति नै उत्तम बुद्ध चित्तको बिरुवा। कलिलो किन्नाले मर्न सक्छ, ख्याल गर्नुहोस्। अलि छिप्पिएको दह्रो घाम खाएको बिरुवा हेर्नु होला, निरोगी बिरुवा।